हेलो गाइज वेलकम अनि दर्शन नमस्ते के छ ठिकठाक हुनुहुन्छ। आज म छु साबिया, यो ठाउँको कसले चिन्नु भएको छ। प्लस मेरो साथमा छ यो भाइ, यो भाइ मेरो आफ्नै गाउँको है। ऊ भाइ त हाम्रो अलि काँरे भाइको मरङ कि मरङ पूर्वतिरको भाइ। यो भाइ चाहिँ मेरो गाउँकै सँगै पानी बोकेको मान्छे है। यो स्कुललाई भेटेर आज हामी दाजुभाइ भेट भएको छौँ, त्यही पनि युएमा होइन, युएको आबुधाबी भन्ने ठाउँ। प्लस यो एक्ज्याक्टली ठाउँ भन्दाखेरि चाहिँ साबिया कति नम्बर यता यो 10 नम्बर साबिया 10मा छौँ हामी चाहिँ। ठिक छ, म 2-4 दिनपछि 10 नम्बरी। अब भाइ चाहिँ छोडेर नेपाल आउँदैछ। भाइलाई वास्तवमा भन्नुपर्दा खाडीको पैसा लगभग पुग्यो अहिलेलाई। भाइलाई खाडीको पैसा कमाएर पुग्यो। लेट्स सी, अब हेरौँ के हुन्छ। हामी चाहिँ गाइज अब खाडी के भन्छ साबियातिर घुम्दैछौँ है। साबियाको भ्युज भनेको यही हो, तपाईँहरूले पटक देखाइसकेको छु मैले। त्यो पनि अब कहाँ कहाँ पुगिन्छ यो भिडियोमा हेर्नु होला। हाम्रो यात्रा जारी नै छ है साबियामा। यहाँ पछाडि यस्तो राम्रो राम्रो स्कुल बसहरू रहेछ। हाम्रो देशमा पनि स्कुलमा चाहिँ सबै सरकारी स्कुल भएर यस्तै बस, पुरै सरकारी बस हुनु पऱ्यो कि। त्यो बोर्डिङ सिस्टम क्यान्सल त गर्दैछ सरकारले। अहिले चाहिँ ठ्याक्कै हामी यो के भन्छ यो साबियाको पार्कतिर आइपुग्यौँ। पार्क, यो पार्कतिर फेरि यसरी क्यामेरा पुरै तिर्साउनु पाइँदैन, गाह्रो छ अहिलेको कन्डिसनमा युएईमा। चिलिप्पै समाएर फाइन दिन पनि सक्छ, भर हुँदैन। त्यो पनि हामी ट्राई चाहिँ गरिरहन्छौँ भिडियो बनाउने। पार्कभित्र के कस्तो छ त्यहाँको दृश्यहरू पनि देखाउँछु म। अब लगभग हामी चाहिँ यो पार्कतिर, फ्यामिली पार्क है यो साबियाको, यहाँ यसको इन्ट्रान्सतिर आइपुगेको छौँ। तर अब पब्लिक ठाउँ हो, कोही कहाँबाट हिँडेको, यस्तो ठाउँबाट त नहिँडौँ यार। यो त अनुशासनभन्दा बाहिर गयो नि यार। यस्तो ठाउँबाट चाहिँ अलि मजा आउँदैन होइन। त्यही पनि हिँडिरहँदो रहेछन् मान्छेहरू फेरि। इन्ट्रान्स चाहिँ यही नै हो है। भाइ इन पनि भइसके। फाइनल्ली म पनि इन भइसकेँ। क्यामेरा मात्रै यसरी तिर्साउनु पर्छ। यस्तो यस्तो प्रोफेसनल मान्छेहरूले पनि फेरि हेर्छन् कि, अनि त्यति बेला ल म त ठुलै युट्युबर रहेछु कि जस्तो फिल भएर आउँछ। हुन चाहिँ युट्युबमा मेरो सब्सक्राइब तपाईँहरूले गर्नुभएको छैन। तपाईँले हेर्दै हुनुहुन्छ, तपाईँले पनि गर्नुभएको छैन होला सायद। गर्नुभएको छ भने चाहिँ तपाईँलाई धन्यवाद। अब चाहिँ मेरो अनुहार भन्दा पनि म यहाँको भित्रको दृश्यहरू देखाउँछु। पार्कको मजा चाहिँ हामीले अहिले मजाले लिइरहेछौँ होइन। यसको पार्कको अनि अर्को अनौठो त के भन्नु, जोस् मजा यो पार्कको जनावरहरूले पनि लिइरहेछन् कि। त्यस्तो मजाले सुतेछ कि दिन सक्नुहुन्छ। त्यो पार्कको मजा चाहिँ बिरालोले पनि लिइरहेछ। भाग्यमानी रहेछ बिरालो। अहिलेको यो फ्यामिली पार्क पुरानो, तर पहिला चाहिँ राम्रो नै थियो यहाँ धेरै। अहिलेको समयमा भने खासै यहाँको दृश्यहरू सबै यहाँनिर पानी सानी, यहाँ टक्क यसलाई फाउन्टेनै भन्छ होइन, फाउन्टेन भन्छ। पानी टक्क राखेको हुन्थ्यो, अहिले त धुलो मात्रै रहेछ। सायद पछिल्लो समयको खाडीको परिस्थितिले गर्दा होला यहाँ पनि त्यति धेरै मेन्टेनेन्स छैन रहेछ। बाहिर भने दुबो सुबो चाहिँ राम्रै रहेछ। प्लस अब फ्यामिली पार्क भनेरै होला, मान्छेहरू टन्न आएर बसिरहेको छन्, खाइरहेको छन्। त्यही सरी मान्छेहरू बसिरहेछन्। यहाँ फेरि टक्क फुटबल गेम चलिरहेछ। यहाँ भित्र भनेको गेम खेल्नु पनि पाइन्छ, बसेर खानु पनि पाइन्छ। फ्यामिली भनेपछि जोडी त 100% बस्न पाइहाल्यो। फ्यामिली पार्क भनेपछि त्यो सब बसेर खान घुम्न जोडीमा बच्चा बच्ची लिएर आउन नपाउने त चान्सै भएन।
यो खाडी भन्छले मान्छेले देख्न सक्नुहुन्छ यत्रो विधि हरियाली यस्तो यस्तो घाँस हुन त हाम्रो देशमा खोलाको बगरतिर यो घाँस आफै हुन्छ काट्न सकिँदैन यो घाँस यहाँ चाहिँ रोप्नु परेको छ फोटो सेसन चल्दैछ भाइको पोज यता क्यामराम्यान उता फुटबल ग्राउन्डमा गेम चलिरहेछ जोस् रमाइलो छ यो ठाउँ पनि घुम्नको लागि चाहिँ साबिया भएर होला है यो पार्कमा मैले मान्छे देखेहरू मध्येको लगभग 60% त होइन 40% चाहिँ नेपाली देखियो यहाँ नेपाली बोलेको सुन्ने चिन्जन बोलचाल त हाम्रो भएको छैन तर नेपालीहरू कुराकानी गरेको देख्दा लगभग 40% मान्छेहरू देखियो हाम्रो यो पार्कभित्रको यात्रा चाहिँ लगभग अब यहाँ सक्यो खासै अहिले पार्क चाहिँ त्यति मजाको रहेनछ पहिला यहाँ खत्रै रमाइलो भन्दा पनि लुक्सहरू राम्रो राम्रो थियो अहिले त्यो लुक्सहरू चाहिँ खासै रहेनछ बिरालो कस्तो मजाले सुतिरहेको रहेछ होइन बिरालो यसले माउ बन्नेवाला रहेछ बिरालो फेरि बच्चा सन्तान उत्पादन गर्दै रहेछ गर्नेवाला गर्दै रहेछ भन्नु मिल्दैन अब चाहिँ फाइनली हामी यहाँबाट निस्किसक्यौँ हामी निस्किएको है अर्को कुरा तपाईँहरूलाई म देखाउँदैछु कि विदेशमा गाडी बिग्रियो भने ठाउँको ठाउँ जहाँको त्यहीँ बिग्रिएको ठाउँमा यसरी रिकभरी गाडी आउँछ कि अनि म तपाईँहरूलाई सिक्रेट देखाउँदै थिएँ नि अघि गाडीको तर त्यहाँनिर ठ्याक्कै अगाडि पुलिस रहेछ झन्डै चिरिप झप भएको थिएँ म पुलिसको हातमा ठक्क भिडियो स्टप गरिहालेँ त्यहाँ चाहिँ मैले तपाईँहरूलाई देखाउँदै थिएँ गाडी बिग्रिएको खण्डमा ठ्याक्क रिकभरी यसरी ठाउँको ठाउँ आएर उठाउँछ म पहिला पनि आएको थिएँ यो ठाउँको भिडियो मैले पहिला पनि पोस्ट गरेको छु जस्तो लाग्छ अब भनेको हामी हाम्रो यात्रा जाँदैछौँ खाजा नास्ता खानको लागि भाइहरू यसरी